हेलो गाइज, नमस्ते नमस्ते। आज हामी सेल्स भेरिएन्सेस भनेको के हो बुझ्न जान्छौँ। त्यही अनुसारले हामीले स्टडी हबको जुन क्वेसनहरू पनि प्र्याक्टिस गर्नेवाला छौँ है। अब सुरुवातमा हामी पढौँ कि टोटल सेल्स भेरिएन्सेस। जुन यो टोटल सेल्स भेरिएन्सेसमा सेल्स प्राइस भेरिएन्सेस र सेल्स भोल्युम भेरिएन्सेस भनेर आउँछ है। अब सेल्स प्राइस भेरिएन्सेस भनेको के हो भन्दाखेरि सेल्स प्राइस भेरिएन्सेस भनेको जुन बजेट अनुसार तय गरिएको बिक्री मूल्य र एक्चुअल सेल्स भ्यालु बिचको डिफ्रेन्टलाई नै हामीले सेल्स भेरिएन्सेस भनिन्छ। के हो त भन्दा जस्तै उदाहरणको लागि मानिदिउँ एउटा एउटा कम्पनीले एउटा मोबाइलको सेल्स अमाउन्ट यसरी बजेट होइन गरेको छ। जस्तै म हजुरहरूलाई एक्सेलको थ्रुबाट यहाँ देखाउँछु है। जस्तै यहाँनिर आइयो, जस्तै यहाँनिर के भन्दाखेरि त्यो एउटा कम्पनी XYZ भन्ने यो कम्पनी छ। यो कम्पनीले बजेटेड मूल्य के स्ट्यान्डर्ड, यसलाई के राखिदियो त स्ट्यान्डर्ड सेल्स स्ट्यान्डर्ड सेल्स अमाउन्ट राखिदियो। स्ट्यान्डर्ड सेल्स अमाउन्ट कति राखिदियो भन्दाखेरि 10,000 राखिदिएको छ। यो पर मोबाइल है, यो पर मोबाइल स्ट्यान्डर्ड सेल्स यो राखिदियो। एक्चुअल 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 सेल्स अमाउन्ट एक्चुअल सेल्स अमाउन्ट एक्चुअल सेल्स अमाउन्ट कति भयो त भन्दाखेरि एक्चुअल सेल्स अमाउन्ट चाहिँ एक्चुअलीमा 9500 गरिदियो पर मोबाइल पर मोबाइल यो अनि गरिदियो। अब होइन कतिवटा क्वान्टिटी कतिवटा मोबाइल कम्पनीले बेच्यो भन्दाखेरि जस्तै एक्चुअल क्वान्टिटी एक्चुअल मोबाइल सोल्ड होइन कति गरियो त एक्चुअल मोबाइल सोल्ड भन्दाखेरि 100 मोबाइल गरिदियो। 100 मोबाइल गरिसकेपछि गरियो। अब यिनीहरूको डिफ्रेन्स हामीले ल्याउनु परिदियो है। डिफ्रेन्स अब स्ट्यान्डर्ड अब यो हामीले सेल्स प्राइस भेरिएन्सेस ल्याउने हो कि यसमा सेल्स प्राइस भेरिएन्सेस राख्ने हो। कसरी गर्ने हो भन्दाखेरि यो ब्राकेट गरिदिउँ। स्ट्यान्डर्ड सेल्स अमाउन्ट यति छ पर मोबाइल, एक्चुअलमा यति गरिदियो। मल्टिप्लाई के गरिदिने, यसलाई मल्टिप्लाई गर्दाखेरि के आउने भयो त 50,000 रुपियाँ आउने भयो। 50,000 के आउनु भयो त यो 8 वर्ष आउनु भयो। 8 वर्ष आइदियो। किन आयो 8 वर्ष भन्दाखेरि स्ट्यान्डर्डमा जस्तै यहाँ स्ट्यान्डर्डमा सेल्स अमाउन्ट पर मोबाइलको 10,000 भनेर कम्पनीले तोकेको थियो। बट एक्चुअल सेल्स अमाउन्ट 9500मा बेची जुन 95 पर मोबाइल बेचिदियो। जुन यो 500 कम्पनीको लागि के भइदियो त एक प्रकारको लस जस्तै भइदियो कि है। एक प्रकारको लस। अब जति उसले सेल्स अमाउन्ट तोकेको थियो तर कममा बेचिदिइसकेपछि यो 8 वर्ष आउने भइदियो नि त है। जुन यो कम्पनीको लागि एउटा घाटा हो क्या यो है। एउटा घाटा जस्तै हो यो है। अनि अर्को कुरा यो भइदियो सेल्स भेरिएन्सेस भइदियो है। अब सेल्स भेरिएन्सेस भइदिइसकेपछि अब हामी के भनेर बुझौँ भन्दाखेरि अब हामी कहाँ आउँ भन्दा सेल्स भोल्युम भेरिएन्सेसमा हौँ है। सेल्स भोल्युम भेरिएन्सेस भनेको डिड द अर्गनाइजेसन सेल मोर अर लेस युनिट देन वाज बजेटेड भन्नुको मतलब बजेटमा तय गरिएको बिक्री
जुन क्वान्टिटी युनिट्स र वास्तविक एक्चुअल सेल्स क्वान्टिटी बिचको डिफ्रेन्टलाई नि के भनिन्छ त भन्दाखेरि सेल्स भोल्युम भेरिएन्सेस भनिन्छ। जस्तै मानौँ उदाहरणका लागि के मानौँ भने यहाँनिर आइदियो हामीले स्ट्यान्डर्ड सेल्स कति तोकेको थियौँ त 1000 मोबाइल है 1000 मोबाइल्सहरू चाहिँ हामीले स्ट्यान्डर्ड सेल्स गर्छौँ भनेर तोकेका थियौँ। तर एक्चुअल सेल्स क्वान्टिटी सेल्स मोबाइल्स है यो पनि के हो त यो पनि मोबाइल्स नै हो। एक्चुअलमा कति गऱ्यौँ त भन्दाखेरि 1200 गरिदियौँ। अब पर मोबाइल प्रोफिट अथवा यसमा के पनि हुन्छ त भन्दा कन्ट्रिब्युसन पनि हुन्छ है। कन्ट्रिब्युसन अब क्वेसनको सिनारियो हेरेर हामीले छुट्याएर यसले मल्टिप्लाई गरिदिनु पर्ने हुन्छ। तर हामीले यहाँ पर प्रोफिट भनेर ल्याउँछौँ है। पर प्रोफिट 100 भनेर ल्यायौँ। अब स्ट्यान्डर्ड सेल्स मोबाइल्स भनेर कति तोकेको थियौँ 1000 तोकेको थियौँ। तर एक्चुअलीमा कम्पनीले कति गरिदियो 200 बढी मोबाइल सेल्स गरिदियो भनिसकेपछि यो के हुने भइदियो त यो फेभरेबल भयो कि यो सेल्स जुन चाहिँ यो सेल्स भोल्युम भेरिएन्सेस चाहिँ के भइदियो सेल्स भोल्युम भेरिएन्सेस के भइदियो त फेभरेबल भइदियो है। भेरिएन्सेस के भयो त फेभरेबल हो यो चाहिँ यो फेभरेबल किन भन्दाखेरि स्ट्यान्डर्ड सेल्स मोबाइल हामीले 1000 सेल्स गर्छौँ भनेर हामीले स्ट्यान्डर्ड बनाएका थियौँ। बट एक्चुअली सेल्स चाहिँ के त बढी भइसकेपछि कम्पनीको लागि त के भयो त इन्कम भइदियो। त्यही भएर यो फेभरेबल भयो है। अब हामी अर्कोतिर जाउँ है। अब हामी सेल्स प्राइस भेरिएन्सेस र सेल्स भोल्युम भेरिएन्सेसको यहाँ फर्मुला लेख्छौँ है। अब सेल्स प्राइस भेरिएन्सेस इक्वल्स टु एक्चुअल क्वान्टिटी सोल्डमा मल्टिप्लाई स्ट्यान्डर्ड सेल्स प्राइस पर युनिटमा माइनस एक्चुअल सेल्स प्राइस पर युनिट हुन्छ है। सेल्स प्राइस भेरिएन्सेसको यो फर्मुला सेल्स भोल्युम भेरिएन्सेसको फर्मुला सेल्स भोल्युम भेरिएन्सेस इक्वल्स टु स्ट्यान्डर्ड कन्ट्रिब्युसन पर युनिट और प्रॉफिट पर युनिट मा मल्टिप्लाई के हुन्छ भन्दाखेरि स्ट्यान्डर्ड क्वान्टिटी सोल्ड स्ट्यान्डर्ड युनिट सोल्ड मा माइनस एक्चुअल युनिट सोल्ड भइदियो है। एक्चुअल स्ट्यान्डर्ड यो भइहालिदियो। स्ट्यान्डर्ड युनिट भन्दा पनि यसलाई हामीले क्वान्टिटी भनेर राखौँ है। स्ट्यान्डर्ड क्वान्टिटी सोल्ड एक्चुअल क्वान्टिटी सोल्ड
क्वान्टिटी सोल्ड, एक्चुअल क्वान्टिटी सोल्ड, सेल्स भोल्युम भेरिएन्सेस। अब सेल्स भोल्युम भेरिएन्सेसमा स्ट्यान्डर्ड कन्ट्रिब्युसन पर युनिट र प्रफिट पर युनिट, यो कुन कुन बेलामा यो स्ट्यान्डर्ड कन्ट्रिब्युसन पर युनिट युज हुन्छ र कुन बेलामा स्ट्यान्डर्ड प्रफिट पर युनिट युज हुन्छ भन्दाखेरि यो मार्जिनल, यदि मार्जिनल कस्टिङ भनेर त्यो क्वेसनले मेन्सन गरेको छ भने के हुने भइदियो त भन्दाखेरि यो कन्ट्रिब्युसन पर युनिट हुन्छ। अब कन्ट्रिब्युसन पर युनिट हामीले हाउ टु क्यालकुलेट कन्ट्रिब्युसन पर युनिट भन्दाखेरि अब सेलिङ प्राइस, मानियो उदाहरणको लागि सेलिङ प्राइस कति छ भन्दाखेरि 500 छ, 500 पर युनिट छ होइन। र भेरिएबल कस्ट पर युनिट, कस्ट पर युनिट कति छ 300 छ, कस्ट पर युनिट 300 छ। यसलाई सेलिङ प्राइसलाई पनि के पर युनिट राखिदिउँ, पर युनिट। र अब आउँछ कन्ट्रिब्युसन पर युनिट है। कन्ट्रिब्युसन पर युनिट हामीले यो मार्जिनल कस्टिङ भनेको छ भने यो कन्ट्रिब्युसन पर युनिट भनेर निकालेर त्यहाँ राख्नुपर्छ। अब हामीले प्रफिट कुन बेलामा राख्नुपर्छ त भन्दाखेरि एब्जर्प्सन कस्टिङको केसमा, जस्तै एब्जर्प्सन कस्टिङ भनेको छ भने क्वेसनले मेन्सन गरेको छ भने हामीले प्रफिट पर युनिट निकालेर त्यसलाई मल्टिप्लाई गर्नुपर्छ है। जस्तै उदाहरणको लागि सेलिङ प्राइस पर युनिट 500 छ, 500 छ है। अब अनि भेरिएबल कस्ट पर युनिट कति आइदियो त भन्दा 300 आइदियो। यसको कन्ट्रिब्युसन आयो, कन्ट्रिब्युसन पर युनिट आयो, पर युनिट है, पर युनिट कन्ट्रिब्युसन पर युनिट आइदियो 500 माइनस कन्ट्रिब्युसन पर युनिट आइदियो। अब यहाँनिर आउँछ फिक्स कस्ट, हामीले फिक्स कस्ट पनि हाल्नु पर्यो। फिक्स कस्ट पर युनिट कति छ त भन्दाखेरि फिक्स्ड कस्ट पर युनिट 100 छ भनिसकेपछि स्ट्यान्डर्ड प्रफिट पर युनिट, यो हामीले त्यहाँनिर क्यालकुलेसन गर्दाखेरि जहिले पनि स्ट्यान्डर्ड कन्ट्रिब्युसन पर युनिट अथवा स्ट्यान्डर्ड प्रफिट पर युनिट ल्याउनु पर्छ। इट मिन्स हामीले एक्चुअल कन्ट्रिब्युसन पर युनिट र एक्चुअल प्रफिट पर युनिट ल्याउने होइन यहाँनिर है, हामीले स्ट्यान्डर्ड चाहिँ ल्याउनु पर्यो, स्ट्यान्डर्ड है, स्ट्यान्डर्ड ल्याउनु परिदियो है। अब हामी अर्को टपिकतिर जाउँ होला। अब हामीले कजेस अफ सेल्स भेरिएन्सेसको कजेसहरू के हुन्छ भन्दाखेरि जस्तै यहाँ सेल्स प्राइस भेरिएन्सेसको कजेस के हो भन्दाखेरि यहाँ फेभरेबल आउनुको यिनीहरू यो कारण के हो होइन। अब यो एडभर्स आउनुको यो कारण के हो भनेर हामीले बुझ्छौँ है। अब फेभरेबल आउनुको मेन कारण अनएक्सपेक्टेड प्राइस इन्क्रिज ड्यू टु हायर देन एन्टिसिपेटेड कस्टमर डिमान्ड भनेको छ। यसको मतलब जुन यो पोइन्ट यहाँ फेभरेबल आउनुको मेन कारण किन हो भन्दाखेरि नि ग्राहकहरू जुन कस्टमरहरूको कस्टमरहरूले प्रोडक्ट चाहिँ के हो त धेरै डिमान्ड गरे। ल मानिदिउँ उदाहरणको लागि कस्टमर्सहरूले कुनै पनि प्रोडक्टको धेरै डिमान्ड गरे। डिमान्ड इन्क्रिज भइसकेपछि त्यो मार्केटमा पनि के हो त डिमान्ड बढ्छ। त्यसैले कम्पनीले पनि बढी मूल्यमा बेच्न पाउँछ कि। अब यो
मूल्यमा बेच्नलाई सक्छ। मूल्यमा बेच्नलाई सक्छ। जुन कम्पनीले कस्टमरको डिमान्ड हाई भइसकेपछि उसले पनि मूल्य बढाएर बेचिसकेपछि त्यो कम्पनीको लागि के भइदियो त फाइदा भयो। जुन फाइदा भइसकेपछि यो उसलाई चाहिँ यो फेभरेबल आउने सेल्स प्राइस भेरिएन्सेस चाहिँ यो पोइन्टले के हुन्छ फेभरेबल आउँछ। अर्को लोअर देन एन्टिसिपेटेड डिमान्ड फर कम्पिटिटर्स प्रोडक्ट। यसको मतलब के हो भन्दाखेरि मार्केटमा कम्पिटिटर्स कम भइसकेपछि जुन पनि बेच्ने जुन सप्लायर्सहरू चाहिँ मार्केटमा कम भइसकेपछि एउटा मात्रै दुई तिनवटा सेम टाइपको होइन कम्पनीहरू छ। अरू कम्पिटिटर्सहरू कम भइसकेपछि सबै त्यहाँ भएको कस्टमर्सहरू अरूमा जाने, अरू कम्पनीमा अरू कम्पिटिटरसँग किन्ने कस्टमर्सहरू सबै आफ्नै कम्पनीमा आउने भए। अब एउटै कम्पनीमा आइसकेपछि त उनीहरू त्यो कम्पनीले प्राइस पनि बढाउँछ, त्यो प्रोडक्टको प्राइस बढाउँछ। त्यही भएर यो कम्पिटिटर्स कम भइसकेपछि त्यो सेल्स प्राइस भेरिएन्सेस चाहिँ के हुन्छ त फेभरेबल हुन्छ है। अर्को इम्प्रुभमेन्ट इन क्वालिटी अर पर्फर्मेन्स। यसमा के हुन्छ यदि क्वालिटी कुनै XYZ कम्पनीले त्यो उसले बनाएको प्रोडक्ट चाहिँ क्वालिटीको छ, क्वालिटीको नयाँ फिचर्स अथवा नयाँ पर्फर्मेन्स चाहिँ त्यो प्रोडक्टको राम्रो छ भने ग्राहकहरू बढी मूल्यमा, जुन कस्टमरहरू बढी मूल्यमा तिर्न तयार हुन्छन् नि त। त्यही भएर यो इम्प्रुभमेन्ट इन क्वालिटी अर पर्फर्मेन्सको कारणले पनि फेभरेबल आउँछ है। अर्को अब हामीले के बुझौँ भन्दाखेरि अर्को हामीले एडभर्स आउनुको मेन कारण के अनएक्सपेक्टेड प्राइस डिक्रिज ड्यू टु लोअर देन एन्टिसिपेटेड कस्टमर डिमान्ड। उदाहरणको लागि जस्तै कस्टमरहरूले कुनै पनि प्रोडक्ट कम किन्छन् र मार्केटमा डिमान्ड घट्छ र मूल्य घटाउनु पर्ने हुन्छ है। मार्केटमा जस्तै उदाहरणको लागि के भइदियो भन्दाखेरि मार्केटमा डिमान्ड, यसलाई लो कोका कोला राखिदिउँ है उदाहरणको लागि। कोका कोला जस्तै कस्टमरहरूले कोका कोला किन्नलाई छोडे भने त मार्केटमा डिमान्ड त घट्यो। घटिसकेपछि जुन त कोका कोला कम्पनीले पनि मूल्य घटाउनु पर्ने हुन्छ। त्यो अर्को कुरा, अर्को सेकेन्डमा आउँ हामी यसमा हायर देन एन्टिसिपेटेड डिमान्ड फर कम्पिटिटर्स एन्ड प्रोडक्ट। धेरै कम्पनीले समान उत्पादन बेच्न थाल्छन्। समान टाइपका हुनाले एउटै टाइपको प्रोडक्ट चाहिँ समान रूपमा बेच्नलाई थाल्छन् र कस्टमर अट्र्याक्टिभ गर्न मूल्य घटाउनु पर्छ, बिक्री मूल्य कम गर्नुपर्छ हामीले है। त्यही भएर यो रेड्युक्सन इन क्वालिटी अर पर्फर्मेन्स भनिसकेपछि उत्पादनको जुन क्वालिटी घट्नु र ग्राहक जुन त्यहाँको कस्टमरहरू डिसस्याटिस्फ्याक्सन भइसकेपछि मूल्य त घट्नु पर्यो। किन भन्दाखेरि उनीहरूले लो क्वालिटीको प्रोडक्ट त किन्दैनन्, पुवर क्वालिटीको प्रोडक्ट त किन्दैनन्। त्यही भएर त्यो कस्टमरहरूलाई अट्र्याक्टिभ गर्नको लागि भयो भने मूल्य केही घटाउनु पर्ने हुन्छ यसमा है। त्यही भएर यो अब हामी आउँ सेल्स भोल्युम भेरिएन्सेस, कजेस अफ यो फेभरेबल हुनुको कारणहरू के हुँदो र
यी पोइन्टहरूले यी पोइन्टहरूले सेल्स भोल्युम भेरिएन्स जुन फेभरेबल आउनुको कारण के हो भन्दाखेरि अनएक्सपेक्टेड इन्क्रिज इन डिमान्ड डिमान्ड चाहिँ एक्सपेक्टेड रूपमा के त बढी हो ड्यु टु के हो लोवर प्राइजेस भन्नुको मतलब पहिला हामीले फेभरेबल सेल्स भेरिएन्स तब हुन्छ जब कि एक्चुअल क्वान्टिटी बजेटेड स्ट्यान्डर्ड गरिएको भन्दा बढी भयो भने चाहिँ के हुने भयो त फेभरेबल सेल्स भोल्युम भेरिएन्सेस हुने भइदियो। यसको मुख्य रिजनहरू भनेको के हुन् त यसले एउटा लोवर प्राइजेस जस्तै कुनै पनि प्रोडक्टको मूल्य भ्यालु अमाउन्ट घट्दा कस्टमर्सहरूले धेरै किन्छन्। अब धेरै किनिसकेपछि के माग बढ्छ होइन माग बढिसकेपछि कम्पनीले माग बढिसकेपछि लोवर प्राइजमा बेचिदिन्छ लोवर प्राइजमा बेच्न धेरै क्वान्टिटी सोल्ड हुन्छ धेरै क्वान्टिटी सोल्ड हुन बित्तिकै के भइदियो त स्ट्यान्डर्ड भन्दा एक्चुअलीमा धेरै क्वान्टिटी सोल्ड हुन बित्तिकै सेल्स भोल्युम भेरिएन्स फेभरेबल आउँछ है। अर्को इम्प्रुभड क्वालिटी एन्ड पर्फर्मेन्स राम्रो क्वालिटी वा पर्फर्मेन्स भएको प्रोडक्ट यदि कम्पनीले प्रड्युस गरेको छ भने कस्टमर्सहरू अट्र्याक्टिभ हुन्छ अट्र्याक्टिभ हुन बित्तिकै त्यो प्रोडक्टको डिमान्ड हाई हुन्छ हाई भइसकेपछि कम्पनीले धेरै सोल्ड युनिट गर्नलाई पाउँछ धेरै क्वान्टिटी सोल्ड गर्छ जुन स्ट्यान्डर्डमा जति तोकेको थियो त्योभन्दा चाहिँ बढी सोल्ड गर्न बित्तिकै के आउने भयो त सेल्स भोल्युम क्वान्टिटी भेरिएन्सेस सेल्स भोल्युम भेरिएन्सेस चाहिँ के आयो त फेभरेबल आउँछ है। अर्को आयो फल इन क्वालिटी अर पर्फर्मेन्स अफ कम्पिटिटर एन्ड प्रोडक्ट जस्तै कम्पिटिटर्सको क्वालिटी घट्यो कम्पिटिटर क्वालिटी घट्न बित्तिकै त्यहाँको कस्टमर्सहरू जुन अर्को कम्पनीमा ट्रान्सफर हुन्छन् स्विच हुन्छन् त्यो स्विच भइसकेपछि जुन त्यो स्विच भएको जुन कम्पनीले बनाएको स्ट्यान्डर्ड र स्ट्यान्डर्डमा भन्दा पनि एक्चुअलीमा के त बढी क्वान्टिटी सोल्ड गरिदिन्छ त्यही भएर फेभरेबल आउँछ उसको है। अर्को आयो असक्सेसफुल मार्केटिङ क्याम्पेन भन्नाले कस्तो भन्दा कुनै कस्टमरहरूको रुचि वा आवश्यकता बढ्यो भने धेरै युनिट कम्पनीले बिक्री गर्नलाई सक्छ नि त धेरै युनिट के हो त कम्पनीले बिक्री गर्न सक्छ त्यही भएर यो आयो यसको यो रिजनमा यो आइदियो है। अब सेल्स भोल्युम भेरिएन्सेस एडभर्स आउनुको कारण के हो भन्दाखेरि अनएक्सपेक्टेड फल इन डिमान्ड ड्यु टु हायर प्राइजेस जस्तै XYZ कम्पनीले आफ्नो प्रोडक्टको मूल्य बढाइसकेपछि त्यहाँको कस्टमर्सहरूले कम किन्छन् कम किनिसकेपछि डिमान्ड घट्न बित्तिकै कम्पनीले क्वान्टिटी सोल्ड पनि कम गर्छ त्यही भएर यो हायर प्राइस राख्न बित्तिकै के आइदियो त एडभर्स आइदियो। अर्को लोअर क्वालिटी अर पर्फर्मेन्स अफ दि प्रोडक्ट कम्पनी लोअर क्वालिटी प्रोडक्टहरू प्रड्युस गरिरहेको छ होइन त्यो कम क्वालिटीको प्रड्युस गर्न बित्तिकै कस्टमर्सहरूले कम किन्छन् कम किनिसकेपछि क्वान्टिटी पनि कम सोल्ड हुन बित्तिकै एडभर्स आउने भयो है। अर्को इन्क्रिज इन क्वालिटी अर पर्फर्मेन्स अफ द कम्पिटिटर्स प्रोडक्ट भन्नुको मतलब यदि हाम्रो कम्पनीमा भन्दा पनि कम्पिटिटर्सको होइन कम्पनीमा क्वालिटी सेम टाइपको प्रोडक्ट सेम भ्यालुमा छ
तर हाम्रो क्वालिटी, हाम्रो कम्पनीको क्वालिटी भन्दा पनि अर्को कम्पनीको क्वालिटी चाहिँ राम्रो छ भने कस्टमरहरू चाहिँ त्यहाँनिर अट्र्याक्टिभ हुन्छन्। त्यही भएर अट्र्याक्टिभ त्यहाँनिर सबै कस्टमर्सहरू किन्न त्यहाँनिर जान्छन्। अनि हामीले जति स्ट्यान्डर्ड गरेको थियौँ त्योभन्दा एक्चुअलमा क्वान्टिटी कम हामीले सोल्ड गरिसक्यौँ। सोल्ड गऱ्यौँ भने त हाम्रो लागि त के भइदियो त, एडभर्स हुने भइदियो नि त। त्यही भएर यो क्वान्टिटी जुन स्ट्यान्डर्डमा भन्दा पनि एक्चुअलीमा क्वान्टिटी कम सोल्ड हुनु भनेको एडभर्स हुनु हो कि है। एन अनसक्सेसफुल मार्केटिङ क्याम्पेन भन्नुको मतलब कमजोर हामीले एडभर्टाइजिङ अथवा प्रमोसन गऱ्यौँ, कमजोर एकदम विक छ हाम्रो भनिसकेपछि के हो त, बिक्री कम हुन्छ। बिक्री कम जुन हामीले जति स्ट्यान्डर्डमा तोकेको छौँ त्योभन्दा क्वान्टिटी कम सोल्ड हुन बित्तिकै एडभर्स आउने भइदियो है। अब हामीले यो नोटमा पढौँ, दि सेल्स प्राइस एन्ड भोल्युम भेरिएन्सेस मे बी लिङ्क्ड। फर एक्जाम्पल, एन इन्क्रिज इन द प्राइस अफ अ प्रोडक्ट will result in favorable sales price variances but may also result in adverse volume variances due to fall in the demand। यसको मतलब के हो भन्दाखेरि सेल्स प्राइस भेरिएन्सेस र सेल्स भोल्युम भेरिएन्सेस एक आपसमा सम्बन्धित हुन सक्छन्। यसको अर्थ यदि कम्पनीले प्राइस बढाउँछ तब सेल्स प्राइस भेरिएन्सेस फेभरेबल फाइदाजनक हुन सक्छ, बट ग्राहकहरूले जुन कस्टमरहरूले कम किनिसकेपछि सेल्स भोल्युम भेरिएन्सेस एडभर्स हुन सक्छ। कसरी भन्दाखेरि स्ट्यान्डर्डमा हामीले 4000 क्वान्टिटी सोल्ड गर्छौँ भनेर तोकेका थियौँ, तर हामीले प्राइस बढाइदिएर 3000 क्वान्टिटी सोल्ड भयो। जुन 1000 को जति हामी तोकेको थियौँ त्योभन्दा कम भइदिइसकेपछि सेल्स भोल्युम भेरिएन्सेस के आउने भइदियो त, एडभर्स भनेर आउने हुन्छ है। जस्तै अर्को उदाहरणको लागि मानिदिउँ, बजेटमा 100 पर युनिट। जस्तै उदाहरणको लागि यसमै जाउँ है हामी। जस्तै यसमा के भनिदियो भन्दाखेरि कुनै एक्स जुन एबिसी कम्पनी छ, यसको बजेट कति छ भन्दाखेरि बजेट भने यसलाई स्ट्यान्डर्ड पर युनिट 100 छ। एक्चुअल पर युनिट कति भइदियो त, 120 भइदियो। 120 भइदियो है, 120 भइदियो। अर्को स्ट्यान्डर्ड युनिट हामीले कति युनिट सोल्ड, हामीले कति युनिट सोल्ड गर्छौँ भनेर गरेको थियौँ, 1000 भनेर गरेको थियौँ। एक्चुअल युनिट सोल्ड कति भइदियो त भन्दाखेरि 800 भइदियो। अब सेल्स प्राइस भेरिएन्सेस अब आइदियो। सेल्स प्राइस भेरिएन्सेस अब आउनु पर्यो। सेल्स प्राइस भेरिएन्सेसको फर्मुला के हो त भन्दाखेरि हामीले गरे एक्चुअल युनिट सोल्ड 800 पर युनिट कति छ त भन्दाखेरि स्ट्यान्डर्ड पर युनिट यदि छ, तर एक्चुअलीमा हामीले बढी एक्चुअली प्राइस चाहिँ हामीले बढी लिइदिइसके यो चाहिँ हाम्रो के भयो त, फेभरेबल भइदियो। जुन एक्चुअलमा चाहिँ हामीले यो के भयो त, यो फेभरेबल हो कि है, फेभरेबल। अब आउँछ अर्को के भने आयो भन्दाखेरि फेभरेबल आइदियो यो है। अब हामीले सेल्स भोल्युम भेरिएन्सेस यहाँ निकाल्यौँ त, सेल्स भोल्युम भेरिएन्सेस हामीले स्ट्यान्डर्डमा
जस्तै यो भइदियो। यसमा हामीले के पनि भनेर राखिदिउँ भन्दा सेल्स प्राइस पर युनिट छ त यहाँ स्ट्यान्डर्ड फर एक्चुअल फर स्ट्यान्डर्ड सेल्स प्राइस पर युनिट है। यो सेल्स प्राइस पर युनिट स्ट्यान्डर्ड सेल्स प्राइस पर युनिट स्ट्यान्डर्ड स्ट्यान्डर्ड सेल्स प्राइस पर युनिट एक्चुअल सेल्स प्राइस पर युनिट एक्चुअल सेल्स प्राइस पर युनिट। अब हामीले यसमा कन्ट्रिब्युसन कति राखौँ भन्दाखेरि होइन कन्ट्रिब्युसन पर युनिट कति हो त भन्दाखेरि ल मानिलिउँ 80 भइदियो। 80 भइसक्यो। हामीले यो कुनको बेसिसमा हामीले अहिले यहाँ गरेको छौँ भन्दा यो मार्जिनल कस्टिङ हो है। यो मार्जिनल कस्टिङको बेसमा हामीले गरेका छौँ भनेर मानौँ। भनिसकेपछि कन्ट्रिब्युसन त निकाल्नु त पर्यो। कन्ट्रिब्युसन निकाल्नको लागि यो हामीले सेल्स प्राइस पर युनिटमा माइनस सेल्स प्राइस पर युनिटमा माइनस यहाँनिर यो सेल्स प्राइस यसलाई कन्ट्रिब्युसन पर युनिट भन्दा यसलाई यो भेरिएबल कस्ट है। यो भेरिएबल कस्ट नै भनेर राखौँ। यसलाई भेरिएबल कस्ट पर युनिट भनिसकेपछि अब यहाँनिर आउँछ कन्ट्रिब्युसन। हामीले मार्जिनल कस्टिङको बेसिसमा गरिरहेको छौँ है। पर युनिट इक्वल्स टु सेलिङ प्राइस पर युनिट माइनस यो आइदियो भनेर के आइदियो त भन्दा कन्ट्रिब्युसन पर युनिट आयो। अब सेल्स भोल्युम भेरिएन्सेसमा स्ट्यान्डर्ड कन्ट्रिब्युसन पर युनिट यो मल्टिप्लाई के आइदियो भन्दाखेरि स्ट्यान्डर्ड युनिट सोल्ड कति छ त 1000। तर एक्चुअलीमा कति भयो त कम युनिट सोल्ड भइदियो नि त। कम युनिट सोल्ड स्ट्यान्डर्ड भन्दा पनि कम युनिट सोल्ड हुन बित्तिकै यो के आउने भयो त एडभर्स भनेर आउँछ है। यो एडभर्स भनेर आउने भइदियो है। एडभर्स भनेर आउने हुन्छ है। यो यसको मुख्य मिनिङ भने के भन्दा मूल्य बढाउँदा कम्पनीले प्रति युनिट बढी पैसा कमाउँछ अरे के। प्रति युनिट बढी पैसा कमाउँछ मूल्य बढाउँ। त्यही भएर स्ट्यान्डर्ड तोकेको भन्दा एक्चुअलीमा उसले मूल्य बढाइदियो भने त फेभरेबल प्राइस भेरिएन्स आउने भइदिइहाल्यो। बट त्यही केसमा त्यही कारणले जुन प्राइस बढेको कारणले मार्केटमा डिमान्ड त घट्छ। त्यो प्रोडक्टको मार्केटमा डिमान्ड घट्छ। अन्त मार्केटमा डिमान्ड घटिसकेपछि त्यो कम्पनीमा पनि डिमान्ड घट्छ होइन। त्यो कम्पनीमा पनि डिमान्ड घट्न बित्तिकै के यो स्ट्यान्डर्ड युनिटमा भन्दा पनि एक्चुअल युनिट चाहिँ के हो त कम सोल्ड भइसकेपछि उसको लागि यो एडभर्स आउने हुन्छ है। एडभर्स आउँछ। अब हामीले के गरौँ भन्दाखेरि है यो स्टडी हबको बेसिक भेरिएन्सेसको यो क्वेसन हो है। त्यहाँनिर यो क्वेसन छ। यो अब हामीले यो क्वेसन गर्ने हो है। अब यहाँनिर हाउ मच वाज द फेभरेबल सेल्स भोल्युम कन्ट्रिब्युसन भेरिएन्सेस भने यो कन्ट्रिब्युसनको आधारमा सेल्स भोल्युम भेरिएन्सेस भनेर निकाल्नु भनेको छ। यसको फर्स्टमा फर्मुला के हो त भन्दाखेरि सेल्स भोल्युम कन्ट्रिब्युसन भेरिएन्सेस इक्वल्स टु स्ट्यान्डर्ड कन्ट्रिब्युसन पर युनिटमा मल्टिप्लाई के हुनु पर्यो त भन्दा स्ट्यान्डर्ड बार यहाँनिर के भने स्ट्यान्डर्ड बार सेल्स कतिवटा बार स्ट्यान्डर्ड क्वान्टिटी सोल्ड
स्ट्यान्डर्ड क्वान्टिटी सोल्डमा माइनस एक्चुअल क्वान्टिटी सोल्ड, एक्चुअल क्वान्टिटी सोल्ड, एक्चुअल क्वान्टिटी सोल्ड, एक्चुअल क्वान्टिटी सोल्ड भइहाल्छ है। एक्चुअल क्वान्टिटी सोल्ड भइदियो, एक्चुअल क्वान्टिटी सोल्ड भइदियो। एक्चुअल क्वान्टिटी सोल्ड हुन बित्तिकै के हुनु परिदियो त यहाँनिर एक्चुअल यो भइदियो, यो पनि भइदियो। अब हामीले यसलाई अब यहाँनिरबाट हेर्नु पर्यो के छ त, अब बजेटेड सेल्स प्राइस अफ वान अफ द सी कम्पनी रेन्ज अफ चक्लेट बार्स, यो सेल्स बजेटेड सेल्स प्राइस पर बार चाहिँ कति छ, 6 छ है। बजेटेड स्ट्यान्डर्ड यानि कि स्ट्यान्डर्ड सेल्स प्राइस पर बार कति छ त भन्दाखेरि 6 छ। At the beginning of the budget period, market price of Coca increased significantly and she decided to increase the selling prices of the chocolate bar by 10%. 10%ले चाहिँ के त बढाउँछु भनेको रहेछ। फर दि increase the selling price of the chocolate bar by 10% for the whole period. C company decided to increase the amount spent on marketing. As a result, actual sales volume increase यति भइदियो। तर एक्चुअल यो जुन यो चाहिँ के हो त, एक्चुअल सेल्स प्राइस पर युनिट हो। यो एक्चुअल यो पनि लेखिराखौँ है, एक्चुअल सेल्स प्राइस पर बार, एक्चुअल सेल्स प्राइस पर बार कतिले इन्क्रिज गर्छौँ भने 10 भनेको 1.10, 6.6 ले 10 को 6.6 ले जो 0.6 ले के भइदियो, एक्चुअल सेल्स प्राइस पर बार 0.6 ले इन्क्रिज भइदियो। She also decided to increase the amount spent on marketing. As a result of सेल्स भोल्युम इन्क्रिज भयो, उसले चाहिँ त्यो कम्पनीले चाहिँ के मार्केटिङमा स्पेन्ड गरेछ, त्यही भएर चाहिँ जुन चाहिँ बजेटेड भन्दा पनि स्ट्यान्डर्डमा चाहिँ के भइदियो त, इन्क्रिज भइदियो। अघि नै हामीले त्यहाँ पढेको थियौँ नि, त्यहाँ यदि मार्केटिङ एन्ड क्याम्पेनहरू चलाइसकेपछि त्यो जति त्यो युनिट जुन चाहिँ कम्पनीमा जुन स्ट्यान्डर्ड बनाएको थियो त्योभन्दा बढी युनिट अथवा क्वान्टिटी सोल्ड भइदियो भने चाहिँ के आउँछ त, फेभरेबल आउँछ भनेर हामीले अघि नै त्यहाँको त्यो रिजनहरू हामी पढेको थियौँ नि। त्यो रिजन यही क्वेसनसँग लिङ्क भइसकेको छ है यहाँ। अब यसले कसरी निकालियो भन्दाखेरि 15,750 बार चाहिँ विच वाज 5% एबोभ दि बजेटेड भोल्युम भन्नुको मतलब अब हामीले यसलाई बजेटेड, अब स्ट्यान्डर्ड क्वान्टिटी सोल्ड भनेर कति राखेको त्यो निकाल्नुपर्छ। स्ट्यान्डर्ड क्वान्टिटी सोल्ड कति राखेको थियो त्यो यो निकाल्नु पर्यो। जस्तै यहाँ कति राखेको छ, 15,750 राखेको छ होइन। 15,750 यो चाहिँ के आइदियो, यो एक्चुअल सेल्स भोल्युम आइदियो। यसलाई डिभाइड बाई कतिले गर्नु पर्यो त, 1.05 ले गर्दाखेरि 15,000 चाहिँ स्ट्यान्डर्ड क्वान्टिटी सोल्ड आएको। अब यसलाई हामीले अब क्यालकुलेसन गरिदिनु पर्यो है, कतिले बढेको छ अरे जुन चाहिँ एक्चुअलीमा भन्दाखेरि 5%ले यसमा मल्टिप्लाई 1.05 होइन गर्दाखेरि स्ट्यान्डर्ड पनि आउने भयो नि त। यसरी हामीले यसरी आएको है, यो क्वान्टिटी चाहिँ यसरी आएको। अब एक्चुअल यो के आयो त, यो स्ट्यान्डर्ड क्वान्टिटी सोल्ड आयो। एक्चुअल त क्वेसनले नि दिएको छ, एक्चुअल क्वान्टिटी सोल्ड क्वेसनले नि दिएको छ, 15,750 दिएको छ।
अब हामीले यो क्वेसनले के भनिरहेको छ भन्दाखेरि ए पो भइहाल्छ त स्ट्यान्डर्ड कन्ट्रिब्युसन पर बार ल स्ट्यान्डर्ड कन्ट्रिब्युसन पनि दिएको छ यहाँनिर स्ट्यान्डर्ड कन्ट्रिब्युसन पर बार पनि क्वेसनले अटोमेटिकली दिएको छ यदि दिएको थिएन भने पनि हामीले यहाँबाट निकाल्नु पर्थ्यो है यो भइहाल्छ अब हामी के भन्दा आउँ भन्दाखेरि सेल्स भोल्युम कन्ट्रिब्युसन भेरिएन्सेस सेल्स भोल्युम कन्ट्रिब्युसन भेरिएन्सेस सेल्स भोल्युम कन्ट्रिब्युसन भेरिएन्सेस भनेर आउँ है सेल्स भोल्युम कन्ट्रिब्युसन भेरिएन्सेस भन्ने बित्तिकै यो स्ट्यान्डर्ड कन्ट्रिब्युसन पर युनिटमा मल्टिप्लाई यस्तो गरेर ब्राकेट गरिदिउँ अब स्ट्यान्डर्ड क्वान्टिटी सोल्ड भनेर हामीले 15,000 भनेर राखिदिउँ तर मार्केटिङमा हामीले स्पेन्ड गरिदिउँ त्यही भएर कति एक्चुअल क्वान्टिटी चाहिँ के त बढी भयो एक्चुअल क्वान्टिटी चाहिँ यो सी कम्पनीले बढी सेल गरिदियो भनिसकेपछि यसको लागि त के भयो त फाइदा भयो नि कतिले भन्दाखेरि 1500ले फेभरेबल आउने भयो है फेभरेबल कतिले आउने फेभरेबल 1500ले आउने भयो किन फेभरेबल आइदियो भन्दाखेरि स्ट्यान्डर्ड क्वान्टिटी सोल्ड गर्छौँ भनेर यति एस्टिमेट गरेको थियो तर एक्चुअल क्वान्टिटी कतिले सोल्ड भयो त 15,750 इट मिन्स 750ले चाहिँ बढी सोल्ड गरिदियो अब 750 क्वान्टिटी बढी सोल्ड भइसकेपछि त यो त होइन कम्पनीको लागि त के भइदियो त फाइदा भयो नि त त्यही भएर यो 1500 के आयो त फेभरेबल आएको हो है यो पनि स्टडी हबको बेसिक एन्ड भेरिएन्सेसबाट यो स्टडी हबको यो क्वेसन हो है अब हामीले यो क्वेसन पनि प्र्याक्टिस गरौँ वाट वाज दि सेल्स प्राइस भेरिएन्सेस फर दि लास्ट मन्थ हामीले लास्ट मन्थको चाहिँ हामीले सेल्स प्राइस भेरिएन्सेस कति भयो भनेर हेर्नु पर्यो भनेर क्वेसनले सोधिरहेको छ यसको लागि हेरौँ है यसको लागि कति छ त भन्दाखेरि बजेटेड युनिट सोल्ड कति एस्टिमेट गरेका थियौँ त भन्दाखेरि बजेटेडमा 8,000 युनिट गरेका थियौँ अब अर्को स्ट्यान्डर्ड प्राइस पर युनिट हामीले यो स्ट्यान्डर्ड प्राइस पर युनिट यो कम्पनीले कति तोकेको थियो भन्दाखेरि 2.5 पर युनिट एस्टिमेट गरेको थियो एक्चुअल युनिट सोल्ड कति भयो त 9,000 युनिट चाहिँ एक्चुअल युनिट सोल्ड बजेटेड भन्दा एक्चुअलीमा बढी सेल होइन गरेको रहेछ अब आइदियो हामीले के निकाल्नु पर्यो भन्दाखेरि एक्चुअल प्राइस पर युनिट निकाल्नु पर्यो कसरी निकाल्ने एक्चुअल प्राइस पर युनिट एक्चुअल टोटल सेल्स रेभिन्यू कति छ 1,17,000 छ डिभाइड बाई एक्चुअल युनिट सोल्ड एक्चुअलमा कति युनिट सोल्ड त्यसले डिभाइड बाई गर्दाखेरि कति आउनु भयो त 13 चाहिँ के हो त एक्चुअल प्राइस पर युनिट आउनु भयो अब हामीले सेल्स प्राइस भेरिएन्सेस निकाल्दाखेरि फर्मुला के भनेर पढेका थियौँ त भन्दाखेरि एक्चुअल यो सेल्स प्राइस भेरिएन्सेसको फर्मुला एक्चुअल युनिट सोल्ड मा मल्टिप्लाई अघि नै हामीले पढिसकेका छौँ एक्चुअल युनिट सोल्डमा मल्टिप्लाई स्ट्यान्डर्ड सेलिङ प्राइस चाहिँ यति छ 12.5 तर एक्चुअलमा चाहिँ हामीले सेलिङ प्राइस चाहिँ के बढी राखेर बेचिदिउँ भनिसकेपछि बढी राखेर बेच्न बित्तिकै हाम्रो लागि के आयो त कम्पनीको लागि फेभरेबल आउनु भयो नि त त्यही भएर यो 4500 को यो के आयो त फेभरेबल आयो